हेलो गाइस सबैजनालाई नमस्ते। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ हामी साथी दुईटा चाहिँ आज हामी पोखरा जाँदै छौं। ओके हुन्छ, लेट्स सी बाटोमा के हुन्छ हेरै जाउला। ओके हो है, हामी चाहिँ अहिले बस प्रयागमा छौं। हामी चाहिँ अहिले यतापट्टि बसिरहेका छौं। हेर्न सक्छौं हामी यता के छ, ठीक छ। हामी चाहिँ अहिले गाडीमा चढिसकेका छौँ। गाडी देख्न सक्नुहुन्छ के छ ताजा ठिक छ, ठिक छ एकदम। सो है हामी चाहिँ अहिले ठ्याक्कै राटोढुङ्गा आइपुगेका छौँ। हामी गाडीमै छौँ, हामी इभीमा चढिरहेका छौँ। देख्न सक्नुहुन्छ सो गाइस चाहिँ हामी चाहिँ अहिले दिदीको घर आइसकेका छौँ। एउटा भान्जा भान्जीहरू देख्न सक्नुहुन्छ यो चाहिँ के अरे ओ हिमाल के अरे बुद्ध चोकको यो एकदमै धार्मिक ठाउँभित्र छ। त्यो मलाई चाहिँ अलिक डर लाग्यो, त्यही भएर भित्र बनाएन, मान्छेहरू पनि छन् त्यस कारणले। देख्न सक्नुहुन्छ एकदम बवाल रहेको छ। यता पनि बजार आममा एकदम राम्रो रहेको छ। भान्जी एकदमै रमाइलो छ गरे है। यता आऊ त, यता आऊ बाबु हिमाल, के छ त हालखबर? यस्तो के भनिदेऊ न त यसको बारेमा, भन न के भनिदेऊ न। यहाँ आइदिनु होला। बन्दी जम्प पनि देख्न सक्नुहुन्छ। हामी भोलि पौडी खेल्नेछौँ बन्दी जम्पमा। हो सो त्यहीहरू छ है। लेट्स सी तल देख्न सक्छौ एकदम रमाइलो छ एकदम। एमडिटी र आमामा रोडहरू यो बन्नु पर्यो कि म्याग्दीमा पनि, म्याग्दीमा यो बन्नु पर्यो। एकदमै राम्रो छ आम गाडीहरू सरर है। हामी पनि सरर डुल्दैछौँ देख्न सक्नुहुन्छ है। सो है हामी चाहिँ अहिले खाजा खान लागेको छ, देख्न सक्नुहुन्छ। भान्जा खाजा खाने अब ल ठिक छ। ल ठिक छ। सो एब्सोल्युटली हामी चाहिँ अहिले खाजा खान लागेको छौँ। अब हामीले खाना खाने रहेको छ। सो गाइस हामी चाहिँ खाजा खाएर गिटार बजाउँदैछौँ होइन, देख्न सक्नुहुन्छ। ब्रोले गिटार बजाउँदैछन् होइन। ब्रो यता हेरेर काम न ब्रो होइन। गाइस हामी चाहिँ होटलमा खाइयो है। हामी चाहिँ अहिले भोक लागेर खाना बनाउँदैछौँ। भोक लागेर भनेर पनि खाना खाने टाइम चाहिँ भइसकेको छ। एउटा चाहिँ हिमालले खाना बनाउँदैछ आज चाहिँ चिकन पप्स रहेछ है। एकदम मिठो बनाउँदैछ। कस्तो बनाउँछ जस्तो लागिरहेछ आफूलाई हो। लडिक छ। हामी चाहिँ अब खानासाना खाएर सुत्ने तहरोमा छौँ है। ल हामी चाहिँ अहिले खाना खाएर अब हामी सुत्नेछौँ। आजको ब्लग चाहिँ यति नै हुनेछ। एकदम थ्याङ्क्स फर वाचिङ।